फाइनली साथीहरू अस्तिको मेरो भिडियोमा भएको घडी अहिले बनेको छ है। यो स्मार्ट घडी भएर बनेको छ र यसमा भएका पुराना सामानहरू मैले सबै रिप्लेस गरिदिएको छु नयाँ मदरबोर्ड बनाएर। अब पुरा स्टोरी सुन्नुहोस्। यो एउटा ठुलो फ्याक्ट्रीबाट मलाई पठाउनु भएको थियो R&D गर्न। यो घडी बन्ने त आश थिएन, तर मैले केही आशले पहिला यसलाई सबै इन्स्पेक्सन गरेँ र यसको पुरै इन्स्पेक्सन गरिसकेपछि केही फल्टी कम्पोनेन्टहरू पत्ता लगाएँ। मेरो यसको मेन मदरबोर्डमा भएको फल्टी कम्पोनेन्ट मैले यसको फल्टलाई पत्ता लगाएर फिक्स गर्न पनि प्रयास गरेँ। यो कम्पोनेन्ट धेरै आउटडेटेड कम्पोनेन्ट थियो जुन मार्केटमा एभाइलेबल थिएन। त्यसैले मैले विभिन्न ट्राई गरेपछि कुनै काम नलागेपछि यो सबै मदरबोर्ड यो सबै मैले फालिदिने निर्णय गरेँ। यो मेरो लागि अहिले कुनै पनि कामको चिज थिएन। अब मैले यो सबैलाई रिप्लेस गर्ने एउटा सिम्पल र योभन्दा नि बढी एडभान्स फिचर भएको मदरबोर्ड डिजाइन गर्न चाहन्थेँ। त्यसको लागि मैले यसको रिभर्स इन्जिनियरिङको प्रोसेस स्टार्ट गरेँ। यसको प्रत्येक डेटा लाइन, यसको सबै माइक्रो कन्ट्रोलर सबै स्टडी गरिसकेपछि मैले त्यसको सबै लजिक पत्ता लगाएपछि एउटा स्किमेटिक डिजाइन गर्दैछु। स्किमेटिक डिजाइन गरेपछि पिसिबी प्रिन्टिङको फेजमा मैले घरमै एउटा यस्तो पिसिबी प्रिन्ट गरेँ जुन यस्तो देखिएको छ। र अर्को कुरा, अब मैले यसमा सफ्टवेयर लेख्ने पालो हुन्छ, किनकि मेरो प्रोडक्टहरूमा सबैमा 50% भनेको प्रोग्रामिङ हो र प्रोग्रामिङ यसमा लेखिसकेपछि मैले यसमा प्रोग्राम अपलोड गर्दैछु। अपलोड गरिसकेपछि यो पर्फेक्टली यस्तो देखिएको छ। यसले इनिसियली सिंगल डिजिटमा काम गरेको जस्तो मलाई फिल भइरहेको छ। अब मैले यसलाई लगेर टेस्ट गर्नु थियो। यसलाई मैले त्यसपछि लगेर एसेम्बली गरेँ। फाइनली यो घडीले काम पनि गर्यो। काम गरिसकेपछि अब यसमा टाइम सेटअपको समस्या थियो उहाँहरूलाई। पुरानो रिमोटको हामीलाई केही पनि डेटा थाहा थिएन र मैले अहिले वाइफाई बेस्ड वेब एप्लिकेसन बनाइदिएको छु जहाँबाट सेटअप गर्न सकिन्छ। र यो अन्तिममा फाइनली डेलिभरीको लागि रेडी हुँदैछ। यस्तै टेक्नोलोजिकल जानकारीको लागि टेक एचडीलाई फलो गर्नुहोला। धन्यवाद। सी यू।